असारको 15 पानी झरी अनि हामी सबै देश विदेशमा रहने सम्पूर्णलाई असारको 15 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै अब हाम्रो समय आइसकेको छ मानु खाएर मुरी उमार्ने दिन, मुरी फलाउने दिन। अब यसो बस्तीको हामी फार्मर है कृषकवालाहरूको दिन, दुःखको दिन नै भनौँ अब आइसकेको छ। आजदेखि सम्पूर्ण देशवासीले आफ्नो खेतमा अन्नहरू उब्जाएर है देशवासी सबैलाई खुवाउने काम उमारेर गर्ने दिनहरू आजदेखि सुरु भइसकेको छ र हामी गाउँ बस्तीमा बस्नेहरूको दुःखको दिन पानी झरी नबनिकन हामीले रोप्नुपर्छ धान। नमस्कार सबै फेसबुक फलोवर्स भ्युवर्सहरूमाझ आज असार 15 को दिन सबैलाई शुभेच्छा शुभकामना। हाम्रो मानु खाएर मुरी उब्जाउने दिन सुरु भयो, यसरी भइरहेको छ। तर हाम्रो ठाउँतिर चाहिँ अहिले चाहिँ रोप्ने बेला भएको छैन, पानीको कमीले। जग्गा चाहिँ रेडी छ। अनि तपाईँहरू कति जग्गामा रोप्नु हुँदैछ धान? हाम्रोतिर चाहिँ मकै भाँच्ने बेला भर्खर हुँदैछ। अनि कतिवटा जग्गामा चाहिँ आज असार 15 भव्य रूपमा मनाइरहेको रहेछ। हामी सोसियल मिडिया मार्फत हामीले देख्नु पाइरहेको छौँ। र हामी विशेष गरी औलतिर चाहिँ मकै भाँच्ने समय भर्खर हुँदैछ। असार 15 को दही चिउरा आज खाने दिन। हामी चाहिँ यसरी काँक्रा पनि साथमा राखेर दही चिउरा, यो चाहिँ दही चिउरा हामीले चाहिँ यसरी मनायौँ है असार 15। तपाईँहरूले चाहिँ कसरी मनाउनु हुँदैछ? यो चाहिँ यो हिलो राख्नुपर्ने एउटा पलाई हो। उता मलाई बुझ्दैछ। काम दिन्छ